सबैभन्दा झुटो बोल्ने उम्मेद्वार जगदीश खरेल र महावीर पुन जनताको आँखामा छारो हालेर भोट माग्दै। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन राजनीतिक दल र स्वतन्त्र गरी 2925 जना उम्मेद्वार चुनावी मैदानमा उभिएका छन्। 2925 जना उम्मेद्वार मध्ये 2 जना यस्ता पात्र उम्मेद्वार बनेका छन्। ती पात्रहरूले ठाउँको ठाउँ झुट बोल्छन्। ती पात्र हुन् जगदीश खरेल र महावीर पुन। माघ 5 गते अगाडिसम्म खरेल र पुन अन्तरिम सरकारका मन्त्रीहरू थिए। अन्तरिम सरकारका अन्य मन्त्री भन्दा यी दुवै मन्त्रीमाथि जनताले बढी विश्वास गरेका थिए। झुट नबोल्नेहरूको सूचीमा दुवै जनाको नाम थियो। तर खरेल र पुन नम्बर 1 झुट बोल्ने व्यक्ति हुन् भन्दा फरक नपर्ला। यी मन्त्रीहरूले चुनावी म्यान्डेट पाएको सरकारलाई नै धोका दिएर आफै चुनावमा होमिएका छन्। 1 महिना अगाडि नै प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्ने र दलमा लागेका मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएकी थिइन्। तर माघ 5 गते अगाडिसम्म सञ्चार मन्त्री खरेलले बारम्बार भनिरहेका थिए, म चुनाव कुनै पनि हालतमा लड्दैन, यस्तो कुनै योजना पनि छैन। हाम्रो काम भनेको चुनाव गराउनु हो, चुनाव लड्नु होइन। भिआइपी सुविधा छाड्न निकै सकस पर्दा खरेलले झुटमाथि झुट बोलिरहेका थिए। तर राजीनामा नदिए पनि फागुन 21 गतेपछि आफै मन्त्री पद गुमाउनु पर्ने थियो। त्यसैले चुनाव मार्फत सांसद बनेर फेरि सत्तामा पुग्न खरेलले एकाएक मन्त्री पदबाट राजीनामा दिएर भोट माग्न घर घर छिर्ने भएका छन्। रासोपा प्रवेश गरेका खरेल ललितपुर 2 बाट उम्मेद्वार बनेका छन्। त्यस्तै शिक्षा मन्त्री पुनले पनि भनिरहेका थिए, हामी बुढाले किन चुनाव लड्ने, युवाले हो नि चुनाव लड्ने त, हाम्रो के काम छ। मेरो त मन्त्री हुन मन पनि थिएन, जबरजस्ती बनाएका हुन्। सबैभन्दा सोझा मन्त्री भनिएका पुन भित्री रूपमा निकै बाठा रहेछन्। माघ 5 गते राति नै राजीनामा बुझाएर चुनाव लड्न म्याग्दी पुगेपछि सबैजना चकित परेका छन्। जगदीश खरेल र महावीर पुनलाई तपाईहरू के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।